हेलो साथीहरू, नमस्ते एन्ड वेलकम छ मेरो मिनी ब्लगमा हजुरहरूलाई। आज चाहिँ धेरै दिनपछि फेरि अर्को ब्लग लिएर आएको छु। किनभने म बिरामी थिएँ। आजभोलि चाहिँ म घरमै बसाइ छ मेरो। म बिरामी भएको कारणले चाहिँ हिजोदेखि अलिकति तरान लाएर चाहिँ आज चाहिँ गोठालो आएको छु। र म पढ्न पनि जाँदिनँ आजभोलि, भयो भने भोलिदेखि जान्छु। आज चाहिँ म गोठालो आएको छु साथीहरू। अस्ति चाहिँ गाई बस्तु मात्र थियो, आज चाहिँ बाख्रा पनि छ। टक्क म चाहिँ बस्तु भएको ठाउँमा आइसकेको छु। अनि बाख्रा चाहिँ यता पछाडि कटेरोमा छन्। अहिले चाहिँ यो अगाडि बस्तु भएको ठाउँमा म आइसकेको छु साथीहरू। बस्तुहरूलाई फुकाइसकेर पनि चराउँदैछु म चाहिँ साथीहरू। टक्क मुनि चाहिँ बस्तुहरू छन्, चरिरहेछन्, आफ्नै सुरमा छन्। बाख्राहरू कुना कुना छन्। अनि म चाहिँ माथिल्लो गरामा छु। यो बाख्रा चाहिँ बन्दुवा पारेको थियो कि बाँधेर राख्थ्यो। अनि यस्तो गाई बस्तुसँग चढ्ने बानी चाहिँ हराइसकेको थियो। पहिला चाहिँ गाई बस्तुसँगै चराइन्थ्यो, पछि फुपूहरूलाई पाल्नु दिएको, साजी भन्छ नि गाउँतिर। अनि आजसम्म बढेन पनि घटेन पनि जस्तोको तस्तै बाख्रा। अनि पाल्ने अवस्था पनि भएन उहाँहरूलाई। अनि फिर्ता गरिदिनु भयो र फिर्ता लिएको दिनुभयो अनि लिएको। अनि अहिले चाहिँ यो गाई बस्तुसँग मिलाउनलाई चाहिँ हम्मे परिरहेछ। यता कुद्ने उता कुदिने, बस्तुसँग मिलिरहेको छैनन् कि। अनि गाह्रो भइरहेछ। अब अलिक समय चाहिँ लाग्छ बस्तुहरूसँग चढ्नलाई, बानी पार्नु पढ्नलाई। अनि अहिले चाहिँ यस्तै कुदे यता कुद्यो उता कुद्यो, यस्तै छ साथीहरू। म चाहिँ बस्तु बाँधेर पनि घर फर्किँदैछु साथीहरू। टन्नै पानी परिरहेछ। पानीमा अब ओर्नु पऱ्यो नि प्लास्टिकको ओडन होइन, ओडन ओढेर टक्क यस्तो वेदर छ साथीहरू। पछाडि माथितिर हेर्नुहोस्, टक्क अब म चाहिँ बस्तु बाँधेर घाँस सास हालेर पनि टक्क घर हिँडेको साथीहरू। पानी परिरहेछ, प्लास्टिक ओढिरहेछु, के गर्नु।